परिचयबाट सुरु गर्छु। नमस्कार, म विजय कुमार शर्मा, रुकुम पश्चिम चौरजारी 13। हाल म दाङको तुलसीपुर नगरपालिका वार्ड नम्बर 3 मा पशुपालन व्यवसाय गर्दै आइरहेको छु। र यही सिलसिलामा मैले एउटा पशुपालन व्यवसाय गरिरहेकै बिचमा मैले एउटा किताब लेख्ने निधो गरेँ र किताब तयार भयो। र त्यो किताब चाहिँ कृषिसँग, त्यो कृषि उद्यमकै लागि चाहिँ लेखिएको किताब हो। र त्यही किताबको बिक्री वितरणमा म लागिरहेको थिएँ। यही बिचमा चाहिँ चुनावी प्रक्रिया अगाडि बढेपछि, अब देशमा चुनाव हुन थालेपछि मैले यो चुनावी प्रक्रियादेखि आएका सरकारहरूको रिसर्च गर्दा 48 सालभन्दा पछाडिको हाम्रो राज्य व्यवस्था, सरकारहरू स्टेबल छैनन्। स्थिर नभएपछि हामी नेपाली जनताहरूले दुःख पायौँ, नेपालीलाई गाह्रो भयो भन्ने मेरो बुझाइ भएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै जनताहरूलाई तपाईँहरू मार्फत, मिडियाकर्मीहरू मार्फत सञ्चार गरौँ। म हिँडेर त्यहाँ बिचमा भेटिएका जनताहरूसँग पनि मेरो संवाद हुन्छ। बाटोमा आज आउँदै पनि संवाद भइरहेकै छ। उहाँहरू सबै चाहिँ स्थिर सरकारकै पक्षमा हुनुहुन्छ, तर मैले मात्रै भोट दिएर हुन्छ र भन्ने खालको उहाँहरूको एउटा कन्फ्युजनको बुझाइ छ। त्यसैले अब यहाँ चाहिँ हामीले एक खालको एउटा सल्लाह, एउटा मोटामोटी चाहिँ के भन्छ नि, हामी चाहिँ भगवान मान्छौँ, अदृश्य छन्, हामीले अहिलेसम्म देखाएको छैनौँ। त्यस कारण एउटा खालको अदृश्यतामै एक खालको चाहिँ एकता जरुरी भएको छ। त्यसैले त्यो कुरालाई चाहिँ मध्यनजर गरेर मैले उहाँहरूलाई के भनेको छु भने 48 सालभन्दा पहिलाको राजाले चलाइरहेको व्यवस्थाभित्र पनि हेरौँ त्यो कति ठिक थियो, कति बेठिक थियो। त्यसपछि यता आएर चुनाव जे भए, 48 भन्दा पछाडि चुनाव भइरहेको छ, त्यो चुनावमा पनि कुन पार्टीको नेताले भ्रष्टाचार गरेन, अथवा कुन पार्टीको नेताले आफ्नो राजनीतिक कर्मलाई पेसा बनाएन, कुन राजनीतिक दलको नेताले जनताले भनेका कुराहरूलाई चाहिँ आफ्नो सरकारसम्म पुर्याएर त्यहाँबाट जनताले के राहत पाए, यी सबै कुराको एउटा छलफल गर्नुहोस् र अन्तर्मनले एउटा पार्टीलाई भोट हाल्ने सङ्कल्प गर्नुहोस्। र एउटा पार्टी भन्ने मलाई यो पनि सोध्नु भयो, एउटा पार्टी भनिरहँदा कसलाई हाल्ने पनि भन्नुहुन्छ उहाँले। अब म चाहिँ स्वतन्त्र अभियन्ता भएको कारणले म कसलाई हाल्ने, यो पार्टीलाई हाल्नुहोस् भन्न हिँडेको मान्छे होइन। तर यी सबै कुरालाई ख्याल गर्नुहोस्। तपाईँको क्षेत्रको नेता, तपाईँको क्षेत्रमा चाहिँ चलिरहेको पार्टी, यी सबै मान्छेलाई चाहिँ ख्याल गर्नुहोस् र पार्टी र व्यक्तिहरूलाई पनि कम्पेयर गरेर तपाईँहरूले भोटिङ प्रक्रियामा जानुभयो र भोट हालेर हामीले एउटा स्टेबल सरकार दिन सक्यौँ। अहिले हामीसँग तागत छ, हामी भोट नहाल्दासम्म हामी बलिया छौँ। अहिले हामीलाई नमस्कार भोट माग्न आइरहेका छन् नमस्कार गर्दै। तर भोलि हामी यही कुरामा हामीले उनलाई जिताएर पठाइदिइसकेपछि 6 महिनामा सरकार परिवर्तन हुने अवस्था आयो भने तपाईँ हामीले देखेकै छौँ। हाम्रो अगाडि एउटा भाष्य नै तयार भएको छ। चप्पल पड्काएर काठमाडौँ छिर्नेहरूले महल बनाउँछन्, तपाईँको प्राडो चढ्छन्, अनि जनताको आफूसँगै चप्पल पड्काएर गएको नेता त्यहाँ पुगिरहँदा त्यही चप्पल पड्काउने जनता त अहिले पनि त्यही हालतमा छ। उसको छोरो धेरै गएको भए साउदी अरब, कतार गएको छ। यस्तो जुन नेपालको राजनीति गर्ने र राजनीति नगर्ने, पेसाले चाहिँ राजनीतिकर्मी र राजनीति नगर्ने जो जनता भोटरहरू छौँ, यसको बिचमा धेरै ठुलो खाडल भएको छ। त्यसैले यसलाई चाहिँ हामीले समायोजन गर्न जरुरी छ। त्यसकारण तपाईँहरू आउनुहोस्, तपाईँहरू संयमित भएर भोट हाल्नु, आफ्नो विवेक प्रयोग गरौँ भन्दै आइरहेको छु। म यसरी चाहिँ अगाडि बढेको छु र यो यात्रा मेरो 21 दिन मैले भनेको छु। अब म चाहिँ महाकाली पुलमा गएर यात्राको समापन हुन्छ र यो सञ्चार, देशैभरि यो सञ्चार पुर्याउनको निम्ति म चाहिँ हिँडिरहेको छु र अहिले यहाँको बिचमा आइपुगेको छु। जस्तो यसको आर्थिक पाटो कसरी समेट्नु भएको छ? अब अलिकति त म आफैले पनि तयारी गरेँ। अलिकति भनेको अब 10-20 हजार रुपियाँको तयारी त म आफै पनि गरेर हिँडेँ। तर त्यो 10-20 हजारले मात्रै यो यात्रा पुरा हुने अवस्था देखिँदैन। त्यसकारण अब म गरी खाने मान्छे हो। म पेसाले चाहिँ पशुपालन व्यवसाय हो। यदि मैले पशु पाल्ने ठाउँ, मैले पशुपालन गरेँ, मैले घर छोडेँ भने म भोकै हुनुपर्छ। र यदि म घरमै भने पनि गाई भैँसीलाई घाँस काटिनँ, दाना दिइनँ भने उसले दुध दिँदैन। दुध नदिएपछि मेरो खाना पनि बन्द हुन्छ। त्यसैले अब मैले मेरो घर छोडेर हिँडिसकेको छु। म एउटा यात्रामा यो जनताको आवाजको निम्ति यो सबै जनताहरू चाहिँ एकीकृत हौँ, एकपटक जनताले चाहिँ संयमित भएर भोट गरौँ भनेर हिँडिरहँदा अब यो यात्रालाई आर्थिक पार्ट पनि एउटा महत्त्वपूर्ण पार्ट भएर आयो। त्यसैले यहाँहरूलाई मैले के भनेको छु भने चुनावी प्रक्रियाको लागि हामी धेरै लफडामा फसिरहेका छौँ भने मैले माग्ने भने म चन्दा माग्न हिँडेको होइन। म कसैको ठुलो सहयोगको अपेक्षा गरेर पनि हिँडेको छैन। तर मैले चाहिँ
यो स्थिर सरकारको ऐक्यबद्धताको निम्ति 5 रुपियाँ चाहिँ तपाईँले सपोर्ट गर्नुहोस् भनेर हिँडेको छु। त्यो 5 रुपियाँ भयो भने मलाई पुग्छ, मलाई दाल भात खाने हो, मलाई सुत्नलाई एक ठाउँतिर जाने गरेर पनि म सुत्ने नै हो। त्यसैले एक साग दाल भात खान र सुत्नको निम्ति यति धेरै ठुलो चन्दा दिइरहनु पर्दैन, मलाई त्यसको जरुरी छैन। म फेरि पनि यो काम सकाएपछि पनि मैले किताब लेखेको छु, आफ्नै कर्ममा छु, म पशुपालन कर्म छ, म त्यता फर्किहाल्छु। त्यसैले यहाँहरूले मलाई 5 रुपियाँ दिएर सहयोग गर्नुभयो भने ठुलो सहयोग हुनेछ र यो चुनावप्रतिको ऐक्यबद्धता 5 वर्ष स्थिर सरकारको लागि 5 रुपियाँ सहयोग भनेको छु मैले, यति गरिदिनु भयो भने आभारी हुने थिएँ। धन्यवाद।